हेलो सबैलाई नमस्कार। हामी नेपालीहरूको मुख्य चाड तिहारमा खाइने फेनी रोटी कसरी बनाइन्छ भनेर आज मैले हजुरहरूको सामु देखाउन गइरहेको छु। सुरुमा मैदा लिने अनि मैदा लिइसकेपछि यसलाई मजाले थोरै पानी हालेर मिच्ने। यसलाई त्यसपछि यसलाई मजाले मिचिसकेपछि गिलो पनि हुनु भएन, पिठो ठिक्कको भइसकेपछि यसलाई मैले अब यसलाई छोपेर राख्दैछु। अब मैले यसलाई प्लेटले यसरी छोपेर राख्दैछु। पिठो रेडी बनाइसकेपछि मैले अब फिनीलाई चाहिने साटो रेडी गर्दैछु। सुरुमा घिउ लिएपछि चामलको पिठो थोरै सुरुमा धेरै नहाल्नु होला, थोरै लिएर यसलाई मजाले माड्नु होला साटोको लागि। बिस्तारै चामलको पिठो थप्दै जानु होला, मजाले माड्नु होला। जति राम्रोसँग माड्यो त्यति नै फेरि फुल्लिने गर्छ अरे भने सुनेको भएर मैले पनि यसलाई मजाले मिक्स हुने गरी माड्दैछु। साटो बनाउनको लागि कसैले बटर पनि युज गरेको पाइन्छ, तर मैले चाहिँ घिउ चाहिँ अलि धेरै बेटर हुन्छ भनेर घिउको नै प्रयोग गरेको छु। फिनी रोटी बनाउनको लागि साटो यतिको मिक्सरमा आइसकेपछि अब हामी रेडी गर्छौँ फिनी बनाउनको लागि। अब हामी रोटी बेल्न तयार गर्दैछौँ। जहाँ बेल्नु पर्ने हुन्छ त्यहाँ चाहिँ अलिकति तेल लाएर रेडी गर्नु होला। यसरी तेल लगाएको ठाउँमा रोटी बेल्दा हामीलाई एकदमै धेरै सजिलो पनि हुन्छ। डोको 3 भागमा 1 भाग यसरी लिनु होला अनि यसलाई मजाले बेल्न सुरु गर्नु होला। यसरी डोलाई यसरी बेल्नु होला, सकेसम्म यसलाई रेक्टेङ्गुलर सेपमै पार्नु होला अनि यो साइडमा चाहिँ अलिकति पातलो गर्नु होला। मजाले बेल्नुहोस्। बनिसकेको यसलाई यसरी साटो लाउनु होला। बिस्तारै साटो लाउँदै जानुहोस्। यसरी साटो लगाइसकेपछि मजाले अब यसलाई मजाले यहाँबाट फोल्ड गर्दै लैजानु होला। बिस्तारै यसरी साइडको काटेर राख्नु होला अनि यसलाई मजाले यसरी पिसमा काट्दै जानु होला। अब यो डोलाई मैले बेल्न गइरहेको छु। अलिकति पिठो हालेर यसलाई मजाले यसरी बेल्नु होला। तेल पनि रेडी बनाइसकेको छु। यसलाई मैले यसरी हाल्दैछु। यसलाई मजाले तेल माथि हुने गरी बनाउनु होला। हेर्नुहोस् त, फिनी रोटी यसरी बनाइदो रहेछ होइन त। यसरी फिनी बनाउँदै जानु होला अनि फेरि मजाले तेल मजाले तर्काउनु होला। यसलाई फिनी रोटी यसरी नै चलाउँदै पकाउनु होला। फिनी रोटी ब्राउन हुन्जेल चाहिँ नराख्नु होला, किनभने यसको लेयरहरू पातलो हुने भएको भएर यो पाकिसकेको हुन्छ। यसरी फिनी रोटीलाई मजाले तेल तर्काउनु होला। फाइनली मेरो फिनी रोटी पनि पाक्यो। हजुरहरूले पनि यसरी नै आफ्नो घरमा बनाएर आफ्नो परिवारसँग खाएर रमाउनु होला। ल सबैलाई ह्याप्पी दसैँ ढिला भए पनि ल तिहारको पनि शुभकामना छ।